10 जनवरी 1920 मा गरिन्छ। त तपाईले सोध्न सक्छ राष्ट्रिय संघको स्थापना कहिले भयो भनेर सोध्न सक्छ। यस्तो अवस्थामा हामीले यो डेटलाई हामीले के गर्नुपर्छ त सम्झनु पर्छ। के सम्झनु पर्छ? अनि यसको कन्सेप्ट ल्याउने राष्ट्रपति को हो भन्दाखेरि अमेरिकाको 28औं राष्ट्रपति वुड्रो विल्सन हो। सम्झने है। यसलाई यो संस्थालाई चाइल्ड अफ वार भनिन्छ। चाइल्ड अफ वार किन भनिन्छ भन्दा फर्स्ट वर्ल्ड वार भएको हुन्छ, सेकेन्ड वर्ल्ड वार त हुन्छ भन्ने परिकल्पना त गरिएको थिएन त्यति बेला। यो नै विश्वको सबैभन्दा ठुलो हो, द वार टु इन्ड अल वार, द ग्रेट वार को रूपले चाहिँ चिनिन्थ्यो, किनभने धेरै मानिस धन जनको क्षति भएको थियो। अब यस्तो आइन्दा कहिले पनि नहोस् भनिएको थियो र यो सम्मेलन गर्दाखेरि यो संस्थाको स्थापना गरियो भनेर बुझ्ने। त्यसको उद्देश्य युद्धको सम्भावनालाई रोकेर शान्ति कायम गर्नु नै थियो। यसको प्रधान कार्यालय कहाँ रहेको थियो भन्दा स्विजरल्यान्डको जेनेभा। कहाँ? स्विजरल्यान्डको जेनेभा। तपाईले सोधिन्छ राष्ट्रिय संघको प्रधान कार्यालय कहाँ रहेको थियो भनेर सोध्यो भने स्विजरल्यान्डको जेनेभा है। यो कुराहरु चाहिँ एक्जामको लागि महत्त्वपूर्ण छ, एक्जाममा सोधिन्छ, हामीले जान्नुपर्छ। जस्तै अहिलेको युएनओ मा भाषाहरु छ नि, त्यस्तै त्यसमा पनि भाषाहरु थियो, 3टा भाषाहरु है। जसले छोटकरीमा मैले के भनेको छु, सेफ, SEF, सेफ सम्झने, स्पेनिश, इंग्लिश र फ्रेन्च है। प्रमुख अंग कतिवटा थिए भन्दा 3 वटा अंग थिए र थाई राष्ट्रहरु बेलायत, फ्रान्स, इटली र जापान थिए। यी 4 वटा राष्ट्र र 4 अस्थायी राष्ट्रहरु थिए। 3 वर्षको लागि कार्यकाल थियो भनेर सामान्य जानकारी चाहिँ तपाईहरुले मात्रै है, किनभने हाम्रो कोर्समा युएन छ तर युएन भन्दा अगाडिको लिग अफ नेसन पनि हो। त्यसले गर्दाखेरि हामीले अलिकति सम्झनु पर्छ। जस्तै राष्ट्र संघको प्रधान कार्यालय कहाँ हो सोधिन्छ हैन। यसको स्थापना कहिले भयो भन्छ। यो स्थापना हुँदाखेरि अमेरिकाको कुन राष्ट्रपति थिए भन्ने कुराहरु आउन सक्छ। यसका महासचिवहरु पनि थिए। महासचिवहरु हेर्नु त, महासचिवहरुको कार्यकाल पनि दिएछ। पहिलो महासचिव इम्पोर्टेन्ट छ। जहिले पनि लोकसेवामा सोध्ने क्वेशन भनेको फर्स्ट एन्ड लास्ट। फर्स्ट एन्ड लास्ट। अब राष्ट्रिय संघको पहिलो महासचिव को हो भने जेम्स एरिक डुम्यान्ड बेलायतका थिए है। अनि अन्तिम चाहिँ यो अरु इम्पोर्टेन्ट छ। राष्ट्रिय संघको स्थापना हुँदाखेरि सुरुमा यसमा 42 देश थिए, पछि 63 देशहरु भयो है। र अन्तिममा चाहिँ यो सकिने बेलामा, किनभने यसको सदस्यता लिने अनि पछि छोड्ने, लिने अनि पछि छोड्ने काम भयो है। अनि यसले प्रथम विश्वयुद्धलाई रोक्न सकेन। प्रथम विश्वयुद्ध पछि 21 वर्षपछि फेरि के भयो त दोस्रो विश्वयुद्ध भयो। किनभने भर्साइल सन्धिमा 20 वर्षसम्म चाहिँ जर्मनीले कुनै पनि हतियार चलाउन नपाइने, सैनिक राख्न नपाइने भन्ने कुरा थियो। 20 वर्षसम्म जर्मनीले कुर्यो। 21औं वर्ष लागेपछि जर्मनीले चाहिँ फेरि युद्ध सुरु गर्छ। त्यो झन विकराल युद्ध हुन्छ, जसलाई सेकेन्ड वर्ल्ड वार भन्छ। त्यति बेला आलोचना भयो। आलोचना के भयो भने यो राष्ट्रिय संघ भनेको विश्वको सबभन्दा ठुलो संस्था, तर यसका प्रावधानहरु, यसका जुन व्यवस्थाहरु छ त्यो व्यवस्थाले दोस्रो विश्वयुद्धलाई रोक्न सकेन। नसकेपछि यसको अन्त्य हुन्छ है। र यसको विघटनको डेट पनि हामीले जान्नुपर्छ। 1946 अप्रिल 18 मा के हुन्छ त विघटन हुन्छ। किनभने यसको जुन प्रावधान थियो के रे 2/3 बहुमतले कुनै निर्णय लिने भन्ने कुरा थियो के। 2/3 बहुमतले पुग्दैछन्। जब देशहरुको गुटबन्दीहरु भयो त्यस्तो अवस्थामा राष्ट्रिय संघले काम गर्न सक्ने। अनि यसको असफलताको अर्को कारण के हो भने अमेरिका। यसको कन्सेप्ट ल्यायो अमेरिकाको राष्ट्रपति, तर स्वयं अमेरिका नै यसको चाहिँ सदस्य बनेन। किन बनेन भन्दाखेरि जब वुड्रो विल्सनले हामी राष्ट्रिय संघको सदस्य बन्नुपर्छ भनेर त्यहाँको संसदमा प्रस्ताव ल्याए, त्यहाँको कांग्रेसले के भनिदियो भने यो राष्ट्र संघ भनेको युरोपहरुको झगडाको कुरा हो, हामी यसमा सरोकार हुनु छैन,
हामीले यसमा चाहिँ यसको सदस्य मेम्बर बनेर काम छैन भनेर भनेपछि अब अमेरिका जस्तो शक्तिशाली देश यसमा सदस्य नबनेपछि अरू देशहरूले पनि पत्याएनन्। नपत्याएपछि सदस्यता लिने अनि केही पर्यो भने म छोडिदिन्छु जा जेसुकै गर भनेर भन्ने ब्याक हुने गर्दा गर्दा सबै देशहरू के भयो त छोड्दै गए। लास्टमा यो डिजल्भ हुन्छ र फेरि डिजल्भ हुनुभन्दा अगाडि फेरि विश्व स्तरको यस्तो संस्थाहरू मजबुत संस्थाहरूको परिकल्पना गरौँ भनेर हुन्छ र त्यही बेला चाहिँ युएनओ को कन्सेप्ट तयार हुन्छ है त। यो लिग अफ नेसनको बारेमा छोटो जानकारी तपाईहरुलाई। अब हामी हाम्रो कोर्समा भएको युएनओ को बारेमा हामी विशेष जान्छौँ ल। अब युएनओ को बारेमा हामी चर्चा गर्दाखेरि हामी के बुझ्नुपर्छ भने तपाईले सोधिन्छ कि युएनओ को कन्सेप्ट संयुक्त राष्ट्र संघको कन्सेप्ट कसले ल्यायो भनेर सोध्यो भने हामीले चाहिँ के भन्नुपर्छ भने अमेरिकी राष्ट्रपति एफडी रुजवेल्टको नाम यति छ हैन। कति राष्ट्रपति हो? 32 हो है। एक्जाममा सोधिन्छ जुन जुन क्वेशनहरु सोधेको छ विगतमा आएका छ त्यही क्वेशनहरुले मैले यहाँ तपाईलाई इम्पोर्टेन्ट छ भनेर भन्छु। तपाईहरुले टिप्ने प्रयास गर्नुस्। नटिपे पनि यहाँ चाहिँ भिजुअल छ, भिजुअलमा पनि हेर्न पाउनुहुन्छ हैन। तर क्लासमा बसे जस्तो भिजुअल हुँदैन अनलाइन के कसो है त हामी सम्झनु पर्छ। तपाईले एक्जाममा सोधिन्छ युएनओ को कन्सेप्ट कसले ल्याएको हो भने सोध्यो भने के भन्ने? अमेरिकी राष्ट्रपति एफडी रुजवेल्ट है। नेपालीमा पुरा नाम पनि छ उनको। कतिऔं राष्ट्रपति हो अमेरिकाको? 32औं राष्ट्रपति है। अब यो युएनओ स्थापनाको लागि शक्ति राष्ट्र महारथीहरूले धेरै चरणको वार्ता गरेका छन् है। युएनओ हुनको लागि धेरै चरणको वार्ता गरेका छन्। एक चरणको वार्ता, दुई चरणको वार्ता गर्दा 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 कति चरणको वार्तासम्म भएको छ भन्दा 8 चरणको वार्ता भएको छ। कति चरणको वार्ता भएको छ? युएनओ स्थापना हुनु पूर्व कति चरणको वार्ता? 8 चरणको वार्ता सम्मेलनहरू सब भएका छन्। विश्वका हस्ती देशहरू चाइना, अमेरिका, बेलायत, जापान, जर्मनी हैन जस्ता देशहरू चाहिँ कसरी गर्ने? अब विश्व शान्ति त कायम गर्नु पर्यो किनभने फर्स्ट वर्ल्ड वारले जुन विनाश गरेको थियो सेकेन्ड वर्ल्ड वारले झन् ठुलो विनाश गर्यो। अब यसबाट यो सेकेन्ड वर्ल्ड वार सकिसकेपछिको यो अवस्था परिकल्पना चल्दै थियो। त्यही चल्दै थियो, चल्दै क्रममा नै यो चाहिँ यसको परिकल्पना गरियो, यसका प्रावधानहरूलाई बलियो राख्ने भन्ने कुराहरू गरियो। अब मैले भने युएनओ को स्थापना हुनु पूर्व युएनओ को स्थापना हुँदा ताका कति चरणको वार्ताहरू भएका थिए भने क्वेशन मेबी आउन सक्छ एक्जाममा। त के भन्ने? 8 चरणको वार्ता। अब 8 चरणको वार्तामा के भयो, कसो कसो भयो त्यो नो प्रब्लम। हामीलाई हाम्रो लोकसेवाले एक्जाममा सोध्ने भनेको 3टा वार्तालाई महत्त्वपूर्ण सोध्छ एक्जाममा, 3टालाई। त्यही भएर 3टालाई मैले फोकस गरेको छु। एउटा चाहिँ सम्मेलन छ वाशिंगटन सम्मेलन। कुन सम्मेलन? वाशिंगटन सम्मेलन। वाशिंगटन सम्मेलन किन इम्पोर्टेन्ट छ भन्दाखेरि अमेरिकी राष्ट्रपति एफडी रुजवेल्टद्वारा यसको नाम के राखियो त? युएनओ राखियो। त त्यसैले तपाईले सोध्नुहुन्छ युएनओ को नाम संयुक्त राष्ट्र संघको नाम युएनओ अथवा संयुक्त राष्ट्र संघ नामाकरण गर्ने व्यक्ति को हो भनेर सोधिन्छ। त के भन्ने? हो एफडी रुजवेल्ट भनेर सम्झनु पर्यो। अनि कुन सम्मेलनमा यसको नामाकरण गरियो? वाशिंगटन सम्मेलन। कहिले भएको थियो? 1942 जनवरी 1 भनेर हामी सम्झने। वाशिंगटन सम्मेलनले यसको नाम के राख्यो त? युएनओ राख्यो। त्यो राख्ने काम कसले गर्यो? जसले कन्सेप्ट ल्याएको थियो त्यसैले गर्यो। एफडी रुजवेल्ट कुनै शंका छैन। अर्को सम्मेलनलाई भन्छ डम्बरटन ओक सम्मेलन हैन। 8 चरणको सम्मेलन भएको छ, त्यो मतलब छैन। 3टालाई मात्र लोकसेवाले फोकस गरिरहेको एक्जामको लागि। यसमा के भयो भन्दाखेरि अमेरिकाको एउटा कवि भनेको विद्वान मान्छे आर्चिबाल्ड मैकलिस्ट यसको नाम हो। के नाम हो? आर्चिबाल्ड मैकलिस्ट। इनले के गर्ने? युएनओ को बडापत्र तयार गरे। युएनओ को बडापत्र भनेको विधान, जस्तै सारका विधानहरू छ नि त, सारको बडापत्र भन्छ नि, त्यस्तै युएनओ को बडापत्र तयार गर्ने मान्छे को हो भनेर सोध्यो भने आर्चिबाल्ड मैकलिस्ट भनेर सम्झिने। त्यो विधानमा 19 वटा भाग अथवा 19 वटा भाग भन्दैन अध्याय बनिरहेको छ एक्जाममा पढाए जसो। 111 धारा र 10,000 के रहेछन् त शब्द रहेछ।
बुझ्नुभयो नि। त यो विधान कुन सम्मेलन तयार पारेको थियो भन्दाखेरि यो सम्झिने डेट चाहिँ अब डेट खासै सोध्दैन, यी कुराहरू बढी सोधिरहेको छ। त्यसपछि आउँछ लास्टको सान फ्रान्सिस्को सम्मेलन। अमेरिकाको सान फ्रान्सिस्को सहरमा भएको यो सम्मेलनले 1945 जुन 26 को दिन हुन्छ। 1945 जुन 26 को दिन हुन्छ, जसमा चीन, अमेरिका, फ्रान्स, सोभियत सङ्घ लगायतका 50 राष्ट्रहरूद्वारा यो बडापत्रलाई हामी स्वीकार गर्छौं भनेर उनीहरूले के गर्छन् त, बडापत्रमा हस्ताक्षर गर्छन् है। त यो पनि क्वेसन आएको थियो संगठित संस्थामा है, बडापत्रमा हस्ताक्षर कहिले भएको थियो? युएनओ को बडापत्रमा हस्ताक्षर 1945 जुन 26 मा भएको थियो। यो बडापत्रमा यसरी देशहरूको नाम राखिएको थियो, 1 2 गर्दाखेरि 51 सम्म राखिएको थियो, तर 50 वटा राज्यले देशले मात्र हस्ताक्षर गरे। कतिले गर्यो? यो दिन कतिले गरे? 50 वटा मात्र गर्यो। 51 को थियो पोल्यान्ड हैन, पोल्यान्ड थियो। यसलाई यसको देशमा केही आन्तरिक समस्या आयो र त्यसले गर्दा यो डेटमा ऊ उपस्थित हुन सकेन, जसले गर्दा 50 वटा देशहरू मात्रै हस्ताक्षर गर्न पुगेका थिए। अब एउटा देश पोल्यान्डको नाम अलरेडी राखेको हुनाले पोल्यान्डलाई कुर्नु पर्यो अनि सोध्नु पर्यो, नत्र लागू गरिदिने होइन, म आन्तरिक समस्या छ, म सही गर्छु, मलाई टाइम चाहियो भनेर भनेपछि अनि त्यसपछि के हुन्छ त भन्दाखेरि पछिल्लो राष्ट्र पोल्यान्डलाई हस्ताक्षर गर्न ठाउँ राखेकोमा सन् 1945 अक्टोबर। अब यो इम्पोर्टेन्ट खासै छैन, यो पोल्यान्डले कहिले हस्ताक्षर गर्ने इम्पोर्टेन्ट छैन हैन। अनि संस्थापक सदस्यहरू बल्ल कति पुग्यो त? 51 है। त 51 राष्ट्र कुन हो भनेर सोध्छ एक्जाममा है। जुन 26 को दिन कतिवटा देशले हस्ताक्षर गरेका थिए भने सोध्छ त 50 भन्ने हैन। संस्थापक राष्ट्र कति हो भन्यो भने 51 वटा। युएनओ को संस्थापक राष्ट्र 51 वटा रहेका थिए भनेर हामी सम्झनु पर्यो है त। 51 सम्झेपछि 52 पनि कहिलेकाहीँ सोधिन्छ एक्जाममा। युएनओ को 52 राष्ट्र कुन हो जुन 52 सिग्नेचर गरेको थियो? त्यो देश हो ग्रिस है, त्यो देश ग्रिस हो, जसले चाहिँ म पनि अब 52 गरे पनि उनले चाहिँ संस्थापक सदस्यको रूपमा चाहिँ हुन पाएन, किनभने सुरुमै जुन कमिटमेन्ट गरिएको थियो 51 जना राष्ट्रहरूको, तिनीहरू नै संस्थापक सदस्य हुन् अनि बाँकी पछि जुटेका देशहरू हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ भनेर सम्झनु है त। ठिक छ नि? क्लियर छ यहाँसम्म? ल ओके, अब म अगाडि बढ्छु। अब यहाँ हेरौँ त के भन्छ भने अब बडापत्रको धारा 110 यो हामी किन सम्झनु पर्छ भने संयुक्त राष्ट्र सङ्घको स्थापना युएनओ को कुन धारा अन्तर्गत भएको हो भन्दाखेरि धारा 110 मा के भनेको छ भने हामी विश्व नेताहरू विश्व शान्तिको कामनाको लागि एउटा विश्व स्तरको संगठन युएनओ स्थापना गर्न लागि परेका छौं भनेर धारा 110 मा बोलेको छ। त्यही भएर यो 110 धारालाई हामीले यसरी सम्झनु पर्ने हुन्छ है। अब युएनओ को स्थापना धारा 110 अनुसार, सार्कको स्थापना युएनओ को कुन धारा अन्तर्गत? धारा 52 अन्तर्गत। यस, यस यस्तो छ। अब पहिला त के भयो भने यिनीहरूको 8 राउन्डको जुन वार्ता भयो नि, त्यो 8 राउन्डको वार्तामा विभिन्न कुराहरू भए, विधान कसरी बनाउने, के बनाउने, सबै कुराहरू गर्दा 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 ल यस वी आर एग्री, विश्व शान्तिको लागि हामी चाहिँ देशहरू चाहिँ एकमत भएर एक ठाउँमा एउटा प्लेटफर्ममा आउनै पर्छ भनेर युएनओ को बडापत्रलाई मान्छौं भनेर चाहिँ जुन 26 मा हस्ताक्षर भयो, राइट। त्यसपछिका आउने सदस्य राष्ट्रहरू जुन छन् तिनीहरूले चाहिँ युएनओ को बडापत्रमा विधानमा रहेका चाहिँ जुन यसको मूल मर्म भनेको के हो भने विश्व शान्ति नै हो। अब कुन विश्वमा कुन देश हुन्छ कि अशान्ति चाहन्छ, क्रान्ति चाहन्छ हैन, अशान्ति होस्, युद्ध होस्, लडोस् पडोस् भन्ने चाहन्छ कसैले? एउटा मानव ह्युमन सिभिलाइजेसन भएको कारणले गर्दाखेरि। त्यसैले गर्दा विश्व शान्ति नै यसको मूल मर्म हो। विश्व अब मैले उद्देश्य र सिद्धान्तहरू तपाईहरुलाई अहिले आउला,
हैन उद्देश्य सिद्धान्तहरू अब यसको विश्व शान्ति अब सहिष्णुता अनाक्रमण अहस्तक्षेपका कुराहरू आउँछ कुनै देशमा नगर्ने भिटो पावरको कुराहरू आउँछ व्हाट इज भिटो भन्ने कुराहरू आउँछ यी कुराहरू आउँछ के हामी सरसर्ती हेरौँ त्यसपछि तपाईलाई केही क्वेशन छ भने मलाई तीरले ट्याङ हान्नु होला मलाई यहाँ टक्क लाग्छ अनि म बताउँछु के है पहिला चाहिँ सिलसिले वार रूपमा चाहिँ यो चाहिँ तपाईले जान्नुस् है किन यस्तो क्लास चाहिँ कहीँ कहीँ भयो भनेर भनिदिन्छ है सिलसिले वार रूपमा के हो प्रसङ्ग कहाँबाट कसरी आएको थियो भन्ने कुरा बुझ्नुभयो भने पनि तपाईलाई फाइदा हुन्छ पछि रिकल हुन्छ कुनै कुनै कुरामा म सूत्र पनि यहाँ पनि ल्याएको छु नआत्तिनुस् ओके ल अब यो सबै भइसकेपछि यसको स्थापना एकदमै आउने क्वेसन हो 1945 अक्टोबर 24 है यो डेट हामीले सम्झनै पर्छ युएनए को स्थापना भएको 1945 अक्टोबर 24 मा चाहिँ भएको हो भन्ने कुराहरु अब कहिलेदेखि लागू कहिलेदेखि भयो र कार्यक्रममा कहिलेदेखि प्रारम्भ भयो भन्ने त्यो गौण कुरा हो सबभन्दा धेरै सोध्ने भनेको यो 1945 अक्टोबर 24 यो डेट अब यसमा चाहिँ दुईटा कुरा छ अब तपाईलाई के रे नेपाल युएनए को सदस्य भएको र युएनए को स्थापना भएको डेट जुन छ नि अहिले म पछि गराउँछु प्र्याक्टिस अनि त्यसमा चाहिँ विद्यार्थीहरू झुकिन्छ त्यो कसरी सम्झिने भन्ने कुरा तपाईलाई म भन्छु है ल अनि युएनए को पर्यवेक्षक राष्ट्रहरू भ्याटिकन सिटी र स्टेट अफ प्यालेस्टाइन है प्यालेस्टाइन दुईटा चाहिँ छ भ्याटिकन सिटी होली सी पनि भन्छ यसलाई होली सी होली भनेको चाहिँ धार्मिक भ्याटिकन सिटी भनेको विश्वको सबभन्दा सानो देश हो हैन हामीले सबभन्दा सानो देशको फर्मुला के हो त भ्यामो नाटुसा विश्वको भूगोलमा मैले भन्ने गरेको छु भ्यामो नाटुसा भ्या भनेको भ्याटिकन सिटी सबभन्दा सानो त्यसपछि भ्यामो मो भनेको मोनाको भ्यामो नाओ टुवालु सानमार यी चाहिँ देशहरू चाहिँ विश्वको सबभन्दा साना देशहरूको क्रम हो भनेर सम्झने अनि स्टेट अफ प्यालेस्टाइन जुन अहिले प्यालेस्टाइनमा चाहिँ झगडा भइरहेछ हैन ती कुरा इजरायल र प्यालेस्टाइनको युद्धको कुराहरू गाजामा रहेका प्यालेस्टाइनमा चाहिँ आतंकवादीहरू जुन हुन्छन् त्यसलाई गाजा क्षेत्र भन्छ गाजा भन्छ युएनए को सदस्य नभए पनि खर्च बेहोर्ने राष्ट्र कुन हो अब हेर्नु त सदस्य छैन तर पनि खर्च बेहोर्ने राष्ट्र भ्याटिकन सिटी भनेको कुनै जनताहरू बस्ने ठाउँ होइन त्यो भनेको त चर्चका पादरीहरूको ठुल्ठुला बिल्डिङहरू छ तिनै पादरीहरूको छुट्टै राज्य छ है पादरीहरूको क्रिस्चियनहरूको चाहिँ एकदमै धार्मिक मूल थलो भ्याटिकन सिटी भन्यो भने युएनएका हाल कति सदस्य राष्ट्र छन् भन्दा 193 193 अन्तिम सदस्य राष्ट्र कुन हो भनेर सोध्यो भने दक्षिणी सुडान भनेको युएनए को 193 राष्ट्र हो सबभन्दा लास्टमा चाहिँ सुडान देश टुक्रियो के सुडान चाहिँ टुक्रियो ठुलो थियो सुडान अनि दक्षिणी सुडान र सुडान भयो अनि दक्षिणी सुडान जब टुक्रिएपछि म पनि युएनए को मेम्बर पाउनुपर्छ भन्ने निवेदन दियो सबैले जाँच पडताल गरे अनि त्यसपछि यो दक्षिणी सुडान 193 देशको रूपमा भयो 192 कुन हो भने सोध्यो भने सोध्दैन तपाईलाई जानकारीको लागि मन्डिङको है ल सुडान युएनए को सदस्य कहिले लियो भन्ने कुरा अब आइहाल्यो यो डेट हामी जान्नु पर्यो 2011 जुलाई 14 सुडान मिन्स दक्षिणी सुडान है बुझ्नु पर्यो है यहाँ द भएर छुटेको छ ल दक्षिणी सुडान 2011 जुलाई 14 मा चाहिँ के हो त यसको सदस्यता लिएको हो त्यसपछि युएनए को सदस्यहरू 193 वटा देशहरू भएका छन् संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय हेड अफिस कहाँ रहेको छ भन्दाखेरि अमेरिकाको न्युयोर्क सहरको मानहटन टापु आजकल यसलाई युएन टापु पनि भनिन्छ है यो टापु रहेको छ त्यो टापुमा चाहिँ यो यसको मुख्यालय रहेको छ त्यो मुख्यालयमा तपाईको के रे युएनए पुस्तकालय रहेको छ एउटा महासचिवको नामबाट पुस्तकालय पनि स्थापना भएको छ हैन बिल्डिङ छ अब यो जग्गादाता के हो भनेको छोडिदिनुस् 39 तल्ले भवन छ कति तल्ले 39 तल्ले भवन छ युएनए को मुख्य थीम भनेको के हो त पीस डिग्निटी एन्ड इक्वालिटी अन अ हेल्दी प्लानेट यो थीम चाहिँ हामी जान्नु पर्छ है हैन त के भन्यो पीस शान्ति हुनु पर्यो डिग्निटी सम्मान हुनु पर्यो एन्ड इक्वालिटी अन अ हेल्दी प्लानेट
प्लानेट भनेको यो पृथ्वी एउटा मात्रै पृथ्वी छ, यसलाई हेल्दी राख्नु पर्यो हैन। हेल्दी भनेको कसरी त भनेको वायुमण्डलमा वातावरण प्रदूषण भयो भने त हुन्छ त हुँदैन नि त्यसै कुरा। संयुक्त राष्ट्रसङ्घको मुख्य उद्देश्य के हो भन्दाखेरि अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्ने मुख्य उद्देश्य। नेपालले कहिले पायो भन्दा 1955 डिसेम्बर 14, यो डेटमा एकदमै झुकिन्छ मान्छे है। यो 1945 अक्टोबर 24 र यो 1955 डिसेम्बर 14 ए योमा अब एकदमै मान्छे झुकिन्छ अक्टोबर। अब मैले कसरी सम्झने त यो अब कहिले के हुन्छ भने एक्जाममा आइदिन्छ गिजीमिजी अनि हामीले टाइम हुन्छ विदिन 1 मिनेटमा 50 सेकेन्डमा हामीले चाहिँ जिकेको क्वेसनहरू गर्नुपर्ने प्रेसर हुन्छ हामीलाई हैन। प्रेसर हुन्छ अनि त्यो प्रेसरमा चाहिँ ला हान त हानियो, घर आएर गेटबाट निस्किने बित्तिकै एउटा गल्ती, अझ साथी भेटियो अर्को पनि गल्ती, यस्तै गल्ती गरेर हामी माइनसमा जान्छौँ। अनि त्यसपछि ला उडायो सपना सबै हुरीले भन्ने हुन्छ के। त्यही भएर हामीले चाहिँ एउटा मात्र विकल्प के छ भने यस्ता कुराहरू निरन्तर अध्ययन गर्नुपर्छ, कन्टिन्यू। स्कुल कलेजको एक्जाम जस्तो होइन, जब एक्जाम आयो अनि जब राति अनि बुढी ताती, त्यस्तो होइन। लोकसेवाको पढाइ भनेको निरन्तरता हुनु पर्यो, एकदमै निरन्तर अथक प्रयास र मेहनत। सक्नुहुन्छ भने तपाईँहरू मिल्ने साथीहरू हुनुहुन्छ भने 1-2 जना ग्रुप बनाएर चाहिँ पढ्दा हुन्छ। अब 1945 लाई तपाईँले सम्झिहाल्नुहुन्छ। 1945 कि 1955 भनेको युएनको स्थापना भएको हो भन्ने कुरा। अब यो अक्टोबर, यो डिसेम्बर, अब अक्टोबर आयो भने यो डिसेम्बर भन्दा अक्टोबर पहिला आउँछ। त्यही भएर यो अक्टोबर पहिला हो भनेर चाहिँ यो युएनको स्थापनाको डेट हो भनेर सम्झने हैन। अनि त्यसपछि 24 र 14 मा चाहिँ अब यो डिसेम्बर आइसकेको हुन्छ भने डिसेम्बर आयो भने नजिकको अनि अक्टोबर चाहिँ अलि टाढाको भने चाहिँ यसै मैले यसै सम्झन्थे, अलि बिर्सेछु मैले। त्यो कहिलेकाहीँ यो डेट कन्फ्युजन गराइदिन्छ कि एक्जाममा, यो कुरालाई एकदमै ख्याल गर्नुपर्छ भने। अनि अर्को कुरा तपाईलाई म भन्छु, विद्यार्थीले वास्ता गरेको हुँदैन। कहिलेकाहीँ के हुन्छ भने यो इङ्ग्लिस डेट नदिएर नेपाली डेट दिइहाल्छ, नेपाली डेट दिइहाल्छ। अनि इङ्ग्लिस डेट त कन्ठ छ के रे, नेपाली डेट रामजी की जय श्री राम हैन। अनि 2012 मङ्सिर 29 गते यो नेपाली डेट पनि सम्झनुपर्छ। नेपालको केसमा विक्रम सम्वत भनेर सम्झनु पर्ने हुन्छ है त। अनि अर्को कुरा मैले यहाँ भन्दा एउटा विषय, यो युएनको मेम्बर पाइरहेको यो डेट हो। यो डेट चाहिँ राजा महेन्द्र थिए यति बेला, राजा महेन्द्रको विशेष पहलमा चाहिँ भएको हुन्छ भन्ने कुराहरू आउँछ। ल, संयुक्त राष्ट्रसङ्घको सदस्यता त्याग्ने मुलुक कुन भन्दाखेरि इन्डोनेसिया भनेको सदस्यता त्याग्ने मुलुक हो भनेर बुझ्थे। तर सदस्यता त्यागेको छ भनेर भन्ने हो भने अहिले अब यो इन्डोनेसिया युएनको मेम्बर होइन भनेर भन्न मिल्दैन। त्यति बेला त्याग्योले हैन त। इन्डोनेसियाले कहिले संघको सदस्यता त्याग्ने निवेदन दिएको थियो, 1965 मा निवेदन दिएको थियो हैन। सरकार केही थियो होला, दिक्क वक्क ल्यायो होला, पछि 1966 मा होइन मलाई सदस्यता चाहिन्छ है भनेर भन्यो। एकचोटि निवेदन दिएको हुनाले अब लोकसभाले अब त्यही पायो क्वेसन हैन। अनि त्यसपछि सदस्यता त्यागेको निवेदन दिएको थियो है भनेर बुझ्ने, ठिक छ नि। ल, अनि त्यसपछि चाहिँ तपाईले सोधिन्छ युएनको सदस्यताबाट हटाइएको राष्ट्र कुन हो भनेर सोध्यो भने ताइवान भन्ने बित्तिकै चीनले के भन्छ भने अब तिब्बतलाई ग्राब गर्यो चीनले, उतादेखि अब ताइवान, हङकङ, मकाओ यी देशहरू छन् है। हङकङ भनेको पनि छुट्टै स्वायत्ततापूर्ण देश हो। यो चीनको भूभाग थियो, पछि ब्रिटिसले कब्जा गरेको थियो। 179 वर्षपछि बल्ल ब्रिटिसले त्यो हङकङ क्षेत्र चाइनालाई दियो। अनि ब्रिटिसर्सहरूको बानी परिसकेको, उनीहरू स्वतन्त्रको रूपमा नै रहे। अनि हङकङ छुट्टै राज्य सार्वभौम मुलुकको रूपमा छैन, तर चाहिँ के भन्छ चाइना अकुपाइड भनेर भन्छ है। पहिला चाइनाकै भूमि थियो। अनि ताइवानले पनि युएनको सदस्य भएको थियो, तर चाइनाले के भन्यो भने होइन यो मेरो भूमि हो, मेरो ल्यान्ड हो। त्यही भएर
अब चाइना के छ त तपाईको भिडियो प्रयोग गर्ने ठाउँमा छ, त्यसले गर्दाखेरि भिडियो प्रयोग गरेर उसैको दबावमा ताइवानलाई युएन को सदस्यताबाट हटाइयो। त्यसैले चाहिँ क्वेसन सोधिन सक्छ कि युएन को सदस्यताबाट हटाइएको राष्ट्र कुन हो भनेर सोध्यो भने ताइवान भनेर सम्झने है। अब यो डेट सेट सोध्दैन यसको बारेमा। अनि एकचोटि सोधेको छ सर्वप्रथम निलम्बन गरिएको राष्ट्र कुन हो भन्दाखेरि दक्षिण अफ्रिका। निलम्बन भनेको केही समयको लागि निलम्बन गरिन्छ, जस्तै अब उसले मानेन पालना गरेन भनेर हैन। आदर्श वाक्य एकदमै सोध्ने क्वेसन, इट्स योर वर्ड, यो तिम्रै संसार हो। युएन को आदर्श वाक्य के हो भनेर सोधिन्छ प्राय एक्जाममा, इट्स योर वर्ड, यो तिम्रै संसार हो। यसलाई अर्को भाषामा विश्व नगर सभा भनिन्छ। के भनिन्छ? विश्व नगर सभा। किनभने नगर त नगर, तर विश्वका मान्छेहरू जाने भएको हुनाले त्यो सम्मेलनलाई अथवा युएनलाई विश्व नगर सभा भनेर भनेको। यसको विश्वविद्यालय कहाँ रहेछ? जापानको टोकियो। जापानको टोकियोमा। अनि सार्क युनिभर्सिटी कहाँ रहेछ? सार्क युनिभर्सिटी भारतमा, नयाँ दिल्ली। सबभन्दा ठुलो पदक भनेको नानसेन पदक है। एक्जाममा इम्पोर्टेन्ट छ। नानसेन पदक भन्छ। नानसेन पदक युएन को सबभन्दा उच्च पुरस्कार हो नानसेन पदक है। अब सर्वप्रथम यो पदक कसले पाएको थियो भने 1954 मा है अन्ना एलेनोर रुजवेल्ट भनेको एफडी रुजवेल्टको श्रीमती हो है, जसले मानव अधिकारमा ह्युमन राइटमा विशेष योगदान दिएकी थिइन्। त्यही भएर चाहिँ उनलाई पहिलो पटक यो पुरस्कार दिएको थियो भनेर भनिन्छ। त्यसपछि यो पुरस्कार निरन्तर युएनएचसिआर भनेको शरणार्थीहरूको सङ्गठनको रूपमा चाहिँ प्रत्येक वर्ष दिइन्छ। पहिला एकजना दिएछ, अब पछि 2, 3, 4 आवश्यकता हेरेर 24 को छ, अब 25 को पछि घोषणा भएको थिएन। नोमिनेटेड अस्ति भएको थियो है। जस्तै अब दक्षिण एसियाको नेपालको भारतको कोही मान्छेले पायो भने त्यस्तो अवस्थामा नामहरू सोधिन्छ। जस्तै दिप्ती गुरुङ नेपालको 24 मा पाएको थियो। पाउने एक्लै होइन कि, अब ग्रुपमा अब यिनले पनि केही गरेको थिए, त्यही भएर पाएको थियो भन्ने कुराहरू बुझ्नुपर्छ। ल ओके, अब यी कुराहरू भयो। अब तपाईलाई यो सोधिन्छ हेर्नुहोस् है, युएन को झन्डा, जुन युएन को झन्डा छ नि कहिलेदेखि सार्वजनिक भयो भने यो डेट हामी झन्डा, युएन को झन्डामा जैतुनको बिरुवा छ। जैतुनको बिरुवा अब निलो निलो झन्डा छ हैन। यसलाई जैतुनको बिरुवाको प्रतीक के हो त भन्दाखेरि शान्तिको प्रतीक भनेर मान्छ है। झन्डामा के को बिरुवा छ भनेर सोधिन्छ कि क्वेसन तपाईले यसो सोध्छ हैन। अनि जैतुनको बिरुवा अनि यस्तै अरू बिरुवा मिल्ने क्वेसनहरू राखिदिन्छ, अप्सन राखिदिन्छ। अनि नपढेको नसुनेको भएपछि त ल के हो हुन्छ। कमसेकम एकचोटि भनेपछि क्लासमा यसो तपाईले रिमाइन्ड गर्नुभयो भने तपाईले चाहिँ त्यो कुराहरू ठोकिन्छ के है। ल अब संयुक्त राष्ट्र संघका सैनिकहरूलाई युएन को शान्ति सेनालाई ब्लू हेलमेट्स भन्छ। मैले चाहिँ ब्लू हेलमेट्स, उनीहरूले हेलमेट लाउनुपर्छ, टोपी, जसलाई ब्लू हेलमेट्स भनिन्छ। शान्ति सेनामा पठाउने देशमा नेपाल अहिले प्रथम स्थानमा छ। नेपाल प्रथम स्थानमा छ। नेपालले सर्वप्रथम 1958 मा लेबनानमा शान्ति मिसनको लागि सेना पठाएको थियो। यो त्यति बेला नेपाली सेना गएको थियो। नेपाल प्रहरी पनि शान्ति मिसनको लागि खटिएको छ। कुन देशबाट भन्दा युगोस्लाभियाबाट। सशस्त्र प्रहरी पनि शान्ति मिसन खटिएको छ। कहिलेबाट भन्दा चेकोस्लोभाकियाबाट 2003 बाट है। अब यता नबुझ्दा तपाईलाई अब ब्लू हेलमेट्स कहिलेबाट भयो, नेपालमाबाट सेनाहरू शान्ति मिसनमा कहिले खटिए भन्ने कुरा मोस्ट इम्पोर्टेन्ट क्वेसन बन्न सक्छ। त हामीले 1958 भनेर सम्झने है, 1958 भनेर सम्झने, ती कुराहरू महत्त्वपूर्ण छ है त। अब नेपाल र युएन को सम्बन्धको बारेमा मैले तपाईलाई भन्छु। नेपाल र युएन को सम्बन्धको कुराहरू गर्दाखेरि नेपालले पनि जब राणा शासनको अन्त्य हुन्छ त्यसपछि चाहिँ नेपालले पनि के भन्छ भने ओहो अब चाहिँ हामी पनि मेम्बर पाउनुपर्छ भन्नुभयो नि। 1949 फेब्रुअरी भनेको लगभग 2007 सालको क्रान्ति त्यही ताका हो। नेपालले पनि अब हामी पनि
किनभने नेपालले आफ्नो अस्तित्वलाई जोगाउन चाहिँ गाह्रो भइरहेको थियो। यता इन्डियाले चाहिँ इन्डियाबाट ब्रिटिसहरू छोड्दै जाने, ब्रिटिसले छोड्दै गएपछि अब त्यसपछि त्यहाँ चाहिँ अब इन्डियाले चाहिँ विभिन्न राज्यहरू, इन्डियाका धेरै राज्यहरूलाई चाहिँ जबरजस्ती ग्र्याब गरेको नि। तपाईँको पश्चिमको गोवाहरू जानुहुन्छ भने मराठाहरूको राज्य छुट्टै थियो, उनीहरू त वल्लभ भाइ पटेल भन्ने त्यो व्यक्ति लोह पुरुष भन्छ इन्डियाको, त्यसले चाहिँ सेनाको जिम्मेवारी पाएको मान्छे, उसले जबरजस्ती चाहिँ त्यो इन्डियालाई उ गरेको। त्यो राज्यहरू केही राज्यहरूले सबै अहिलेको फर्ममा थिएन इन्डिया है। विभिन्न पोर्चुगलहरू थिए गोवातिर, अरू चाहिँ देश युरोपियन कन्ट्रीहरूले कब्जा गरेका थिए, यतातिर चाहिँ ब्रिटिसहरूको कब्जा थियो होइन, ती कुराहरू थियो। अनि त्यसैले नेपालले पनि अब गर्नुपर्छ भने युएनको मेम्बर हुनुपर्छ। युएनको मेम्बर हुनु भनेको एउटा सार्वभौम सत्ता, सोभरेन्टी पावर चाहिँ रहिरहन्छ, कसैले हेप्न पाउँदैन, कसैले आफूमाथि विलय गर्न पाउँदैन भनेर सोचेर उसले 1949 फेब्रुअरी 13 चाहिँ आवेदन दिएको थियो कि मलाई पनि युएनको मेम्बर चाहियो भनेर। त्यति बेला चाहिँ पत्रचार गर्ने मान्छे विजय शमशेर थिए, पत्र पठाएका थिए। कुन लिपिमा लेखिएको थियो भनेर सोधेको छ। नेवारी भाषाको रञ्जना लिपि। नेपालको आफ्नो आइडेन्टिटीको लागि कता यो नेपाली भाषामा लेख्यो भने हिन्दी र नेपालीको मिक्स यो त इन्डियाकै प्रान्त रहेछ कि भन्ने कुराहरू आउन सक्छन् भनेर नेपाल अलिकति चलाकी भएर अथवा पृथक देखाउनको लागि यो लिपिको प्रयोग गरेको हो भनेर भनिन्छ त्यति बेला, रञ्जना लिपि है। अनि यो निवेदन लिएर जाने मान्छे को हो त भन्दा पदम बहादुर छेत्री। यो मान्छे चाहिँ निवेदन त्यहाँ युएनको अफिसमा चाहिँ दर्ता गराएका छन् है। अनि त्यसपछि युएनले सोध्यो नेपाल भन्थे, त्यति बेला त नेपाल भन्थे, NAPOUL नेपाल भन्थे कि तिनीहरूले, ब्रिटिसर्सहरूले नेपाल भन्दैन नेपाल भन्थे कि। अनि तिनीहरू सोधे ओ नेपाल कस्तो देश हो होइन, डिस्क्राइब योर सेल्फ भन्छ नि कहिलेकाहीँ होइन, डिस्क्राइब योर सेल्फ, वाट इज योर एम्बिसन, फ्युचर मिसन आदि कुराहरू डिस्क्राइब भनेर भन्दाखेरि नेपाल भनेको गौतम बुद्ध जन्मेको देश, हाइएस्ट पिक अफ द वर्ल्ड माउन्ट एभरेस्ट भएको देश, सगरमाथा भएको देश, यावत कुराहरू, वीर गोर्खालीको देश, कहिले झुक्दै नझुकेको नेपाली भएको देश आदि आदि गफ लाएर लेखेर 25 पेज लामो जवाब उनीहरूले दिए नेपालको आइडेन्टिटीको बारेमा। विश्वको मञ्चमा नेपाल एउटा यस्तो देश हो भनेर चिनाउनको लागि युएनमा चाहिँ गयो। त्यो गए पनि त्यति बेला रुसले के गर्यो भने, रुस भनेको इन्डियाको दोस्त थियो त्यति बेला है, सोभियत सङ्घ भनिन्थ्यो त्यति बेला होइन। सोभियत सङ्घ पछि टुक्रिएको हो 1945 पछि। के भयो त भन्दाखेरि 1945 ताका सोभियत सङ्घ भनिन्थ्यो त्यति बेला। नेपाल भन्दा 165 कुरा ठुलो थियो। अहिले रुस टुक्रेको मध्ये 15वटा देश भएर टुक्रियो। 15वटा देशहरू चाहिँ रहेको छ, 116 गुणा ठुलो छ नेपाल अझ पनि होइन। त त्यति बेला सोभियत सङ्घ थियो, सोभियत सङ्घ र इन्डियाको राम्रो दोस्ती थियो कि। अब इन्डिया अब बडे भैयाले होइन किन्नुहुन्न भने आँखा मारे होला, सन्कायो होला रुसलाई। अनि रुसले के गरिदियो भने भिटो पावर प्रयोग गरिदियो, नेपाललाई दिनु हुँदैन भनेर। अनि त्यति बेला नेपालले पाएन है, स्वतन्त्रता के भयो त नेपालले पाएन। स्वतन्त्रता नेपालले नपाए पनि एकदमै नेपालको कूटनीति अन्तर्राष्ट्रिय पहल मित्र को थियो? ब्रिटिस थियो। ब्रिटिस त नेपालको पहिले नेपाललाई चाहिँ ब्रिटिसहरूले सार्वभौम मुलुकको रूपमा मान्यता दिएका थिए, त्यो दस्तावेजहरू थियो है। शुभचिन्तक पनि थियो, अमेरिका पनि त्यति बेला थिएन, रुस पनि थिएन। तर ब्रिटिस भनेको अब जङ्गीको इतिहास पढाउँछु तपाईँले, जङ्ग बहादुरको लीला बेलायतमा कसरी गरेको थियो। हुन त खरदार सुब्बामा अलिक विशेष आउँछ, तपाईँलाई थोरै जानुपर्छ छानबिन गरेर होइन, त्यो कुराहरू भयो। त्यसपछि धेरै अथक प्रयास गरेपछि अब के भयो त भन्दाखेरि तपाईँले मैले भने 1945 देखि लिएर 1990 सब कोल्ड वार भएको छ कि, कोल्ड वार भएको छ है। कोल्ड वार भनेको शीत युद्ध। शीत युद्ध भनेको कुनै बन्दुक चलेन, कुनै मान्छे मरेन, बम पड्केन, तर युद्धको धङधङी, युद्धको द्रर त्रास रहिरह्यो। किनभने सेकेन्ड वर्ल्ड वारमा एकातिर युएसए थियो, युएसए, अर्कोतिर USSR जसलाई सोभियत सङ्घ भनिन्छ होइन।
यी दुईटाको चेपुवामा रहेका यो चाहिँ विश्वको डेमोक्रेटिक कन्ट्री, यो विश्वको कम्युनिस्ट कन्ट्री। अब यसले के भन्यो भने यदि तिमीहरूलाई देश विश्वमा बाँच्न छ भने हे देशहरू तिमीहरू मेरो शरणमा आओ, किनभने यो विश्वको महारथी म हुँ भनेर भन्थ्यो। कम्युनिस्ट देश भएका देशहरू तम शरण गच्छामी भनेर युएसएसआर को प्रोटेक्टमा गए। अर्को अमेरिकाले के भन्यो भने तिमीहरूले संसारमा बाँच्न छ भने, अस्तित्व रहिरहन छ भने, जोगाउन छ भने तिमीहरू मेरो शरणमा आओ भनेर डेमोक्रेटिक कन्ट्रीहरू चाहिँ कहाँ गए त? युएसए को शरणमा गए, प्रोटेक्टमा गए। अब के भइदियो भन्दाखेरि जुन डेमोक्रेटिक कन्ट्रीहरू थिए अब युएसएसआरले पख तलाई भनेर घेराबन्दी गर्यो। जुन कम्युनिस्ट कन्ट्री थियो युएसएले पख तलाई भनेर घेराबन्दी गर्ने काम गर्यो। यिनीहरू डाइरेक्ट वार गरेनन्, तर यिनीहरूको सपोर्टर देशलाई पख तलाई भनेर घेराबन्दी गर्ने, अब यहाँ बन्दुक तयार छ हान्नलाई भन्ने कुरा धङधङी भइरह्यो, तर मान्छे मरेनन्, गोली चलेन, बम पड्केन। यो भय त्रास 1945 देखि 1990 सम्म रहिरह्यो, जबसम्म कि युएसएसआर टुक्रिएन तबसम्म। यसैले यसलाई भनिन्छ कोल्ड वार भनिन्छ है, यसलाई भनिन्छ कोल्ड वार। अब जब यो विश्वमा दुई शक्तिशाली देशहरू थिए त्यसै क्रममा युएन को स्थापना भएको थियो र युएन को सदस्य बनाउने अब देशहरूले चाहिँ अब अस्तित्व जोगाउनु छ भने युएन को मेम्बर त लिनै पर्यो भनेर लागिरहँदाखेरि के भयो त भन्दाखेरि यो मेरो मान्छे, यो मेरो मान्छे होइन, यो मेरो मान्छे भनेर गुट भयो। त्यसै बेलामा चाहिँ धेरै राष्ट्रहरूले चाहिँ मलाई सदस्यता चाहियो चाहियो भनेर डराइरहेथे, के थाहा के हुने हो के हुने हो। पहिला पनि त्यसै थियो, अहिले पनि त्यसै छ हैन हैन केही छैन। तपाईलाई चाहिँ अझ डिटेलमा चाहिँ जान्नुहुन्छ, यो सङ्गठित संस्थामा अलिकति मैले पढाएको थिएँ, छोडिदिनुहोस्। तपाईँलाई हामीले टाइममा मात्रै दिनुपर्छ, पोस्ट प्याड बाहिर हुनुहुन्छ है। यस्तो पढाइदिन्छु तपाईँलाई डराएर बाप रे बाप भन्नुहुन्छ, विश्वको त्यो घन चक्कर। ओके, अब के भइदियो भने हामीले चाहियो भनेर एउटा गुटले मागेछ, अर्को गुटले मागेछ भन्दाखेरि तेरो मान्छे यति मेरो मान्छे यति, ल सदस्य बनाम भनेर प्याकेज डिल गरियो। के गरियो? एउटा डिल गरियो केमा? प्याकेज। 1% नो प्याकेजमा गरौँ न त भनेर प्याकेजमा डिल गरियो। त्यो प्याकेज डिल गर्दाखेरि 16 वटा देशले सँगसँगै युएन को सदस्यता पाएका छन्। त्यसै क्रममा नेपालले पनि त्यो डेटमा सदस्यता पाएको हो भनेर बुझ्न सकिन्छ। तर सोधिन्छ, क्वेसन अराइज यसरी हुन्छ कि युएनओले नेपालको सदस्यता अथवा के अरे प्याकेज डिल सँगै कतिवटा देशहरूले नेपालसँगै युएनओ को मेम्बरशिप पाए, तर हामी के सम्झने? 16 वटा देशहरू प्याकेज डिल सँगै भए। नेपालसँगै युएनओ को सदस्यता पाउने सार्कको कुन कन्ट्री हो भनेर सोध्यो भने तपाईले त भनिसक्नु हैन हैन नेपाल एन्ड श्रीलङ्का एकै दिन पाएका छन् भन्ने कुराहरू आयो हैन र। त्यस्तै सोधिन्छ आसियान भनेको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठनलाई भन्छ आसियान। के भन्छ? आसियान। तपाईहरुको कोर्समा आसियान छ कि छैन? छ। यस छ भने त भइहाल्यो, म पढाइहाल्छु। छैन भने त किन पढाउनु पर्यो बेकारमा हैन, टाउको दुखाइ। आसियानको सदस्य दुईटा देश आसियानका दुईटा देशहरू नेपालसँगै सदस्य पाएका छन्। ती देशहरूलाई छोटकरीमा बुझ्दाखेरि कला भनेर सम्झने। के सम्झने? कला। क भनेको कम्बोडिया, ला भनेको लाओस। नेपालसँगै युएनओ को सदस्यता पाउने देशहरू आसियान मुलुकहरू कला, सार्क मुलुकमा नेपाल र श्रीलङ्का भनेर सम्झने है त। क्लियर छ? बुझिएको छैन? हो आज अलि हँसाउने आएन, अहिले आउँछ, अलि पछि आउँछ नआएन है। ओके, यहाँ मैले लेखेँ हैन कम्बोडिया र लाओस छ भनेर भने। अब नेपाल 1955 मा सहभागी के रे सदस्य बन्यो।
सदस्य बन्यो। अनि 1956 देखि सन् 1956 देखि बल्ल युएनको महासभाको बैठक प्रत्येक वर्ष हुन्छ। त्यो प्रत्येक वर्ष महासभाको बैठकमा 1956 देखि सहभागिता जनायो। कहिले 1956। किनभने हामी सहिलो सम्झना 1955 मा सदस्य बन्यौ। त्यसपछि ल बाबु अब तिमी चाहिँ 1956 देखि अब सदस्यता आऊ, अब के रे सहभागी हुन आऊ भनेर अब विश्वका चाहिँ प्रत्येक देशहरू 193 देशहरू सहभागी हुन्छन्। अब त्यहाँ भनेको कुरा केही पनि होइन, आफ्नो आफ्नो कुरा प्रगतिहरू विवरणहरू यताउता भन्ने नेपालले अब यसपालि नेपालले जाँदै गएन। जेनजीको आन्दोलनले अब नेपाल चाहिँ आफ्नो रिप्रेजेन्ट यहाँबाट पठाएन। प्राय प्रधानमन्त्री जाने चलन थियो, प्रधानमन्त्री नगएपछि परराष्ट्र मन्त्री जाने, त्यो पनि नगएपछि परराष्ट्र सचिव जाने भन्ने चाहिँ चलन हुन्छ प्राय जसो। तर अब जेनजीको आन्दोलन त्यही मुठभेडमा भइरहेको थियो। अब त्यसले गर्दाखेरि अब विदेश जानु नराम्रो म्यासेज जान्छ भने जाँदै गएनन्। त्यसको नेपालको तर्फ कपी रिप्रेजेन्ट गर्ने काम चाहिँ त्यही न्युयोर्क स्थित नेपालको चाहिँ उसले गर्यो। के अरे जुन थाई प्रतिनिधि छ नि त, थाई प्रतिनिधिले नेपालको बारेमा रिप्रेजेन्ट गर्यो। अहिले पछि आउँछ है त त्यो कुराहरू जान्छ। त्यही हो। अनि नेपाल 1956 मा सहभागिता जनायो। 1958 मा नेपाल उपाध्यक्षमा निर्वाचित भएको थियो, युएनको महासभाको उपाध्यक्ष। कहिलेकाहीँ सोधिन्छ उपाध्यक्ष है। र 1958 देखि नै नेपाल शान्ति मिसनमा सहभागी भएको थियो। किनभने चिनिएको थियो नि त वीर गोर्खालीको देश भनेर। नालापानी किल्लामा पानी चामल पकाउन पानी नभएर चामल मात्रै खाएर अनि अलिकति पानी घुटुघुटु लिएर पनि लडेका छन्। त्यो बहादुर ब्रिटिसहरूलाई चाहिँ हो नेपाली चाहिँ यस्ता हुँदो रहेछन् होइन भनेर एउटा छाप पर्यो होइन। प्रथम विश्वयुद्धमा जर्मन क्याजर विलियम द्वितीयले के भन्यो भने होइन, संसारको जुनसुकै सेनासँग नेपाली सेनासँग म लडाउन के अरे संसारको जुनसुकै सेनासँग म लडाउन सक्छु, तर नेपाली सेना भन्न साथ मेरो मुटु थर्किन्छ भन्ने भनाइराखे है। त्यसले गर्दाखेरि नेपाली सेनाको बारेमा प्रचार पब्लिसिटी त्यसरी भयो के। हुन त अहिले इन्डियासँग लडाइँ भयो भने त केही गर्न सक्दैन। नेपालको सेना चाहिँ बसिरहेको छ। नेपालको सेना राखेर कामै छैन। बेकारमा यो तलब भत्ता खुवाएर बस्नुभन्दा बरु डिजल्भै गरिदियो हुन्छ भन्छु म त। कामै छैन। यसको काम के हो? खालि चाहिँ ऊ गर्ने, जनताले मार्ने। अनि अलि रोडहरू व्यापारी भएको छ नेपालको सेना, व्यापारी भएको छ होइन। अलि तेल प्योर पाइन्छ यहाँ बुटवलको रामनगरमा होइन। अलि शुद्ध तेल भर्नको लागि मोटरसाइकलमा त्यहाँ जाँदा राम्रो हुन्छ, अलिक शुद्ध पाइन्छ भनेर भनिन्छ। म पनि कहिलेकाहीँ जान्छु। ओके है। अब नेपाल युएनको कतिौँ सदस्य भनेर सोधिन्छ। जस्तै मैले भने नि 51वटा संस्थापक भए, 52 ग्रिस भयो। नेपाल कति सदस्य भनेर सोधिन्छ त 72औं सदस्य भनेर। त्यति बेला कतिवटा राष्ट्रले समर्थन गरे भन्दाखेरि 57वटा राष्ट्रले समर्थन गरेका थिए। त्यसैले तपाईँले सम्झनको लागि तपाईँले म भन्छु 56, 57, 58 सम्झनु होला यसरी भनेर भने है। 55, 56, 57, 58 चारवटा डेटलाई सम्झनु होला यसरी। किनभने 1955 मा सदस्यता पायो, 1956 के हो सहभागिता भयो, 57 भोट चाहिँ पाएको थियो त्यो सदस्यता पाउनको लागि, अनि 58 उपाध्यक्ष पनि भयो र 58 मा चाहिँ शान्ति मिसनको लागि सहभागिता पनि जनायो। त्यसैले 56, 57, 58 यसो दिमागमा कुनै कुनामा यसो राख्नु होला। अटाउने जति कुनामा थोरै ठाउँ चाहिन्छ, धेरै चाहिँदैन है। यो कुराहरू तपाईहरुलाई भने। ओके। अब त्यसपछि यहाँ सोधिन्छ युएनको महासभामा पहिलो पटक सहभागी हुने व्यक्ति। यो चाहिँ महत्त्वपूर्ण छ है। युएनको महासभा पहिलो पटक सहभागी भएको व्यक्तिको नाम हो चुडा प्रसाद शर्मा। महासभाको पहिलो कहिले गएको होला भन्दाखेरि 1956 मा चुडा प्रसाद शर्माको पहिलो सहभागिता हुन्छ। त्यति बेला यिनी परराष्ट्र मन्त्री थिए। परराष्ट्र मन्त्रीको हैसियतले युएनको सम्मेलनमा प्रत्येक देशलाई निम्तो आउँदाखेरि यिनी चाहिँ पहिलो पटक युएनको महासभामा सहभागिता जनाएका थिए है। हजुर अनि संयुक्त राष्ट्रको उपमहासचिवमा अब ठुला पोस्टमा पुग्ने मान्छे ज्ञानचन्द्र आचार्य एउटा नाम छ र सहायक महासचिवमा पुग्ने कुलचन्द्र गौतम एउटा नाम छ। यी दुईटा नेपाली चाहिँ अहिलेसम्म के भनिन्छ भन्दाखेरि युएनको सबभन्दा ठुलो उच्चतम पोस्टमा पुग्ने मान्छेहरू हुन् है। एउटा ज्ञानचन्द्र आचार्य उपमहासचिव अनि एउटा सहायक महासचिव भनेको कुलचन्द्र
गौतम। नेपालको तर्फबाट युएनओ को लागि पहिलो स्थायी प्रतिनिधि सोधिन्छ ऋषिकेश शाह। ऋषिकेश शाह है पहिलो स्थायी प्रतिनिधि भनेको के हो भन्दाखेरि युएनओ अमेरिकामै बसेर युएन को गतिविधिमा नेपालको तर्फबाट कागजहरू पेपर रिप्रेजेन्ट गर्ने काम चाहिँ गर्छ स्थायी प्रतिनिधिले है। त्यो स्थायी प्रतिनिधि भनेको अमेरिकाको पनि के हुन्छ भन्दाखेरि राजदूत सरह हुन्छ, हेर्नुपर्ने हुन्छ। त्यो पहिलो को थियो त ऋषिकेश शाह। हाल को छ त भनेर सोध्यो भने लोकबहादुर थापा को लोकबहादुर थापा है। अब यो लोकबहादुर थापा हालको स्थायी प्रतिनिधि र फर्स्ट एन्ड लास्ट एक्जाममा हामी सम्झनु पर्ने फर्स्ट एन्ड लास्ट हामी सम्झनु पर्छ है त। ठीक छ नि ल। अब यो युएनको मानवाधिकार आयोगले नेपाल सम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवा सम्बन्धी पारित गरेको प्रस्तावलाई आइटम 19 के भनिन्छ भने एकचोटि अफिसरमा सोधेको थियो, त्यही भएर मैले राखेको छु, खासै इम्पोर्टेन्ट छैन। अब यसका उद्देश्यहरू र यसका सिद्धान्तहरू, उद्देश्य 4 सिद्धान्त 7 वटा छ भने त अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्नु राष्ट्रबिचको। अब यस्ता उद्देश्य र सिद्धान्तहरू तपाईलाई चाहिँ के हो कसो हो भनेर चाहिँ आउँदैन। अब ठ्याक्कै हामी जान्छौँ भाषामा जान्छौँ। केमा जान्छौँ? भाषामा। आधिकारिक भाषा संयुक्त राष्ट्रसङ्घले मान्यता दिएका भाषा कतिवटा रहेका छन् भनेर सम्झनु पर्यो भने 6 वटा भाषा है। 6 वटा भाषा भनेर हामी यसलाई सम्झनुको लागि सेफगार्ड भनेर सम्झिने। के सम्झिने? सेफगार्ड अथवा सरफेस जे सम्झे हुन्छ, सरफेस सम्झिने कि सेफगार्ड सम्झिने। यो 6 वटा भाषालाई के रे मान्यता दिएको भाषा हो युएनओ ले यो 6 वटा भाषालाई मान्यता दिएको भाषा छ सेफगार्ड। स्पेनिस, इङ्ग्लिस, फ्रेन्च अनि चाइनिज, अरबी र रसियन है। यो 6 वटा भाषाहरू हामीले जान्नुपर्ने हुन्छ। अनि पछिल्लो भाषा कुन हो भनेर सोधेको छ है। पछिल्लो मान्यता दिएको भाषा अरबी भाषा हो। तर कार्यालय सञ्चालनको लागि जुन लिखित पत्रहरू पत्राचार गर्नुपर्ने हुन्छ नि, कि त इङ्ग्लिसमा गर्नु पर्यो कि त फ्रेन्चमा गर्नु पर्यो, कि त इङ्ग्लिसमा कि त फ्रेन्चमा। त कार्यालय सञ्चालनको भाषा दुईटा अनि के त भन्दाखेरि अन्य भाषाहरू त्यहाँ युएनओले मान्यता दिएको भाषाहरू अरू यो भाषामा पनि बोल्न पाइयो गर्न पाइयो भनेको यो कुराहरू है। अब 2 प्रकारको सदस्यता हुन्छ, पहिलो संस्थापक, दोस्रो चाहिँ अन्य नयाँ सदस्यहरू। यो कुराहरू चाहिँ अब पढ्नु होला फुर्सदमा, इम्पोर्टेन्ट छैन, मैले हटाइदिएँ। संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गहरू। अब हामी केमा जाने त? अङ्गहरू। यसका अङ्गहरू 6 वटा। अङ्गहरू कतिवटा? 6 वटा है। सबभन्दा ठुलो सर्वोच्च अङ्ग भनेको महासभा हो है। त्यसपछि सुरक्षा परिषद, सेक्युरिटी काउन्सिल भन्छ, आर्थिक तथा सामाजिक परिषद, जिम्मा जमानी परिषद, अन्तर्राष्ट्रिय न्यायालय आइसिजे भन्छ। प्रचण्डलाई कहिलेकाहीँ अन्तर्राष्ट्रिय न्यायालयमा उभ्याउनु पर्छ भन्छ नि, त्यही हो अन्तर्राष्ट्रिय न्यायालय आइसिजे भन्छ, इन्टरनेसनल कोर्ट अफ जस्टिस। र लास्टमा सचिवालय सेक्रेटेरियट है। यसरी 6 वटा अङ्गहरू रहेका छन्। यी 6 वटा अङ्गहरूको बारेमा हाम्रो एक्जाममा क्वेसन आएको छ, सोधेको छ। त्यसलाई हामीले अब यसरी जान्छ। महासभा के त? महासभा त युएनओको यो प्रमुख अङ्ग हो। कस्तो अङ्ग हो? प्रमुख अङ्ग हो। यसलाई व्यवस्थापकीय कार्य गर्ने भनिन्छ। यसको बैठकमा सबै राष्ट्रको के हुन्छ? रिप्रेजेन्ट हुन्छ। अर्थात् 193 जना राष्ट्रहरू हुँदाखेरि 193 देशबाट रिप्रेजेन्ट हुन्छ त्यहाँ है। प्रत्येक राष्ट्रबाट 5 जना प्रतिनिधि र 5 जना वैकल्पिक प्रतिनिधि सहभागी हुन्छन्। तर भोटिङ राइट पर्यो भने एउटा देशले एउटा भोट मात्र दिन पाउँछ कुनै कुरामा भोटिङ भयो भने है। कुरो बुझ्नु भने त हामीले चाहिँ यो नेपालको 5 विश्वकोबाट 5 जना भन्छ कि नेपालको गयो भने यही बेलामा हो अब भनेर नेपालको जत्था टोली जान्छ। 25-30 जना गयो, साली भेना हैन, अनि घरवाली बाह्रवाली अनि अरूवाली सब लिएर टोली लिएर हिँड्छ। सबै टोली लिएर जम्बो टोली, लाज लाग्दैन हैन? यस्तो अवस्था यही बेला हो। अब के थाहा प्रधानमन्त्री पद पाइन्छ कि पाइन, जान पाइन्छ कि पाइन, चल 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 भनेर
पासपोर्ट जति भएका सब आफन्तीहरूले कसो गयो। अनि उता एक दुईजना चाहिँ जो सम्बन्धित मान्छे हुन्छन् युएनको मिटिङमा जान्छन्, अरू घुमिरहेका हुन्छन् अमेरिका। यही बेला हो चल भनेर है, अवस्था यस्तो छ। अब तपाईलाई के सोधिन्छ भने महासभाको पहिलो बैठक, यो सोधेछ, धेरै पटक क्वेसन सोधेको छ। महासभाको पहिलो बैठक 1946 जनवरी 10 देखि फेब्रुअरी 24 मा लन्डनको वेस्टमिनिस्टर हल। वेस्टमिनिस्टर हल भनेको लन्डनको बेलायतको प्रधानमन्त्री निवासलाई भन्छ वेस्टमिनिस्टर हल भन्छ के है। जस्तै व्हाइट हाउस भनेको अमेरिकाको राष्ट्रपति भवनलाई के भन्छ, व्हाइट हाउस भन्छ है। त्यस्तै अब यहाँको राष्ट्रपति निवासले के भन्छ, शीतल निवास भन्छ। राजालाई के भन्छ, नारायण हेरी दरबार भन्थ्यो हैन। अनि प्रधानमन्त्री कार्यालयले बालुवाटार भन्छ हैन। त्यस्तै है, लन्डनको वेस्टमिनिस्टर हलमा पहिलो पटक युएनको चाहिँ बैठक बस्छ र त्यो बैठकले के निर्णय गर्छ भने कि यसको प्रधान कार्यालय अब अमेरिकामा रहने छ भनेर त्यति बेला नै भनेको हो है। उक्त बैठकले युएनको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहने घोषणा गर्यो। महासभाका 6 वटा मुख्य समिति र 6 वटा सहायक समितिहरू रहेका छन्। महासभाको प्रत्येक अधिवेशनको लागि 1 जना अध्यक्ष र बढीमा 21 जना के गर्छ त, उपाध्यक्ष चुनिन्छ। प्रत्येक वर्ष 1 जना अध्यक्ष र 21 जना उपाध्यक्ष। त्यही 21 जना उपाध्यक्ष मध्ये एउटा उपाध्यक्ष नेपालले 1958 मा पाएको थियो भनेर बुझ्नु पर्यो है त। ठीक छ नि। ल हालसम्म नेपालले कति पटक उपाध्यक्ष भइसकेको छ भन्दाखेरि 10 टाइम्स, 10 पटकसम्म उपाध्यक्षको हैसियतले काम गरिसकेको छ। अब उपाध्यक्ष भनेको त बिल्लाधारी मात्रै हो, काम छैन, अध्यक्षले नै गर्ने हो हैन। अब कहिलेकाहीँ यसो असिस्ट गर्ने भोलिन्टियर हैन, चाय पानी यसो सोध बस यताउता गर्ने, त्यही त हो, अरू खासै हुँदैन। अध्यक्षले चाहिँ डायलग गर्छ, त्यो मिलाउने काम गर्छ है। अब इन्डियाले मात्रै पाएको छ, कुरो बुझ्नु भने ती कुराहरू चाहिँ छ। ल अनि 10 वर्षसम्म पाएको छ। सुरुमा 1958 पाएको थियो, पछि समयमा 2022 मा उपाध्यक्ष भएको थियो। पहिलो अधिवेशनको अध्यक्षता गर्ने पाउल हेनरी स्पार्क। यो हामीले सम्झ्नुपर्छ, एक्जामको लागि महत्त्वपूर्ण छ। पहिलो अध्यक्ष कुन देशका? ए म्याडमले पानी ल्याउनु भनेछ हो र है, ध्यानै छैन के पानीतिर त। है पहिलो अध्यक्ष महत्त्वपूर्ण छ एक्जामको लागि, किनभने तपाईलाई सोधिन्छ युएनको महासभाको बैठकको पहिलो अध्यक्ष को रहेको थियो भनेर एक्जाम सोध्छ, क्वेसन सोध्छ। त्यति बेला हामीले के भने त, पाउल हेनरी स्पार्क। यसलाई हाइलाइट गर्नु होला, बेल्जियमको। यसको बैठक प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि सुरु हुन्छ र बढीमा चल्यो भने डिसेम्बरको मध्यसम्म चल्छ। हेर्नुस् त, यसको बैठक यो चाहिँ यसको बैठक प्रत्येक वर्ष महासभाको बैठक हुन्छ र त्यो महासभाको बैठक प्रत्येक वर्ष सेप्टेम्बर महिना, जब सेप्टेम्बर अहिले अक्टोबर नोभेम्बर लागिसक्यो हैन, सेप्टेम्बरको तेस्रो मङ्गलबारबाट सुरु भएर बढीमा कहिलेसम्म चल्छ, डिसेम्बरसम्म। कहिले चाहिँ सेप्टेम्बरमै सकिन्छ हैन। अब यसमा के हुन्छ भने प्रत्येक देशहरूले आफ्नो आफ्नो पीडा, आफ्नो आफ्नो व्यथाहरू पोखेका हुन्छन्। हाम्रो देशमा यस्तो भयो, नेपाल गएको भए जेनजी आन्दोलन, अहिले नेपाल गएन, उसले चाहिँ त्यहीँको चाहिँ अस्थायी प्रतिनिधिले नै भन्यो। अब महासभाको अध्यक्षता गर्ने पहिलो महिला भारती विजयलक्ष्मी पण्डित हो, यो नाम हामी जान्नुपर्छ। उनले युएनको कति हो महासभालाई अध्यक्षता गरिन् भनेर भन्दाखेरि के भन्ने, युएनको कति हो महासभाको अध्यक्षता गरिन् भन्दा 8औं है। महासभाको अध्यक्षता गर्ने पहिलो महिला को हो भने भारतको विजयलक्ष्मी पण्डित भनेर सम्झने है। हालसम्म कतिवटा महिला रिप्रेजेन्ट गरिसकेका छन् थाहा छ कसैलाई? हालसम्म यो महासभाको उपाध्यक्ष कतिजना महिला भइसकेका छन् भने सोध्नु पनि सक्छ क्वेसन हैन। कसैलाई थाहा छ? थाहा छैन। 4 जनासम्म चाहिँ अहिले चाहिँ, तर पछिल्लो अहिलेको अवस्थामा अहिलेको पनि महासचिव के अरे यो अध्यक्ष भनेको महिला चुनिएको छ, महिला है। त्यसो गर्दा 5 भयो कि अहिले आउँछ, पकाउँछ है। ओके, यो विजयलक्ष्मी पण्डित पहिलो महिला जसले युएनको महासभाको के गर्यो, अध्यक्षता गरेको थियो। अब नेपालतिर अलिकति जाम। नेपालले
1956बाट महासभामा सहभागिता जनायो जनाएन? जनायो। युएनको कति महासभाको बैठक थियो भन्दा 11औं। त्यसैले नेपालको सहभागिता युएनको कति महासभाबाट? 11औं महासभाबाट। 11औं महासभामा जाने नेपालबाट रिप्रेजेन्ट गरेर जाने व्यक्तिको नाम के थियो? चुडा प्रसाद शर्मा। त्यहाँ ब्र्याकेटमा चुडा प्रसाद शर्मा पनि लेख्नु न, हैन? चुडा प्रसाद हुन त अघि छ, हैन? शर्मा। त्यस्तै अर्को क्वेशन सोधिन्छ कि युएनको 15औं महासभालाई जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सम्बोधन गरेका थिए। कहिले? 1960 मा। यो पनि क्वेशन इम्पोर्टेन्ट बन्छ यसबाट है, कि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई भन्छ। यो बीपी कोइरालाले युएनको महासभा कतिऔं महासभालाई र कहिले? त कतिऔं महासभा? 15औं महासभा। कहिले? 1960 मा सम्बोधन गरेका थिए, नेपालको रिप्रेजेन्ट गरेर गएका थिए। युएनको सन् 2024 मा भएको कतिऔं महासभा थियो? 79औं महासभा। अध्यक्षता क्यामेरुनका पूर्व प्रधानमन्त्री फिलोमन याङले गरेका थिए। कसले गरेको थियो? फिलोमन याङ। 24औं। अहिले कति हो? सन् 2025 हो नि। 79 भनेको अब 25 मा यो अब एक्सपायर भइसक्यो। क्वेशनहरु प्राय सोध्दैन, तर पनि जानकारी चाहिँ राख्नुपर्छ है। 1979औं महासभालाई सम्बोधन गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए, हैन? चल भाइ बेला हो भनेर लिएर गएका थिए। ओके। सन् 2025 मा भएको युएनको 80औं महासभा हो। यो मोस्ट इम्पोर्टेन्ट। अहिले भनिदिन्छ एक्जाममा, अहिले यो वर्षको लागि रिसेन्ट हुन सक्छ कि सन् 2025 मा युएनको कतिऔं महासभाको बैठक भएको थियो भन्ने के भन्ने? 80औं भने। अनि 80औं महासभाको अध्यक्षता गर्ने को थियो त भन्दाखेरि जर्मनी पूर्व विदेश मन्त्री, यसको नाम हो एना लेना ब्यारबक भनेर चाहिँ लेडिज हो यो मान्छे है। कुन देश की? जर्मनी की। त 80औं महासभाको अध्यक्षता कुन देशले गरेको, कुन देशले पाएको थियो भनेर सोधिनु के भन्ने? जर्मन भन्ने। उसको नाम के हो भन्दाखेरि यो नाम जेन्स हो कि लेडिज हो? लेडिज हो, लेडी है। उनी सन् 2025 जुन 2 मा 80औं महासभाको अध्यक्षको लागि निर्वाचित भएका थिए। प्रत्येक महासभाको प्रत्येक वर्षको बैठकमा नयाँ नयाँ अध्यक्षहरू चुनिने काम हुन्छ। एउटा अध्यक्षको कार्यकाल 1 वर्ष मात्र हुन्छ। बुझ्नु भने 1 वर्ष मात्र हुन्छ है। अब यिनी चुनिन् कहिले? जुन 2 मा। त्यसपछि यिनको कार्यकाल हुन्छ के हुन्छ? अब आउने महासभालाई व्यवस्थित गराउने। अनि यसको रिपोर्टिङ गर्दा 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 फेरि आउँछ, फेरि जुन हुन्छ नयाँ अध्यक्ष। आगामी 21औं 81 26 को लागि 81औं महासभाको बैठक सञ्चालन गर्नको लागि अध्यक्षको निर्वाचन हुन्छ। यसरी प्रत्येक वर्ष अध्यक्ष के हुन्छ? चेन्ज हुन्छ है। त सन् 2025 को महासभाको अध्यक्षता गर्ने यो नाम हामी जान्नुपर्छ, इक्जाममा आइदिन्छ। 2025 सेप्टेम्बर 9 बाट यो वर्षको सेसन सुरु भएको थियो। अब मैले भने नि सेप्टेम्बर महिनाको प्राय तेस्रो मंगलबार भनेर भन्छ है। अब यो सेप्टेम्बर 9 बाट सुरु भयो भन्छ, सुरु भएको थियो र यस वर्ष नेपालबाट सहभागिता भएन। अब नेपालबाट को प्रेजेन्ट गर्ने, पेपर प्रिन्ट गर्ने काम त्यही अमेरिकाको स्थायी प्रतिनिधि जो छ त्यसैले गरेको थियो भने भन्नु। यस, ओके। त्यसपछि अब हामी के जान्नु पर्यो भन्दाखेरि अब यो महासभामा विभिन्न देशहरूले आएर देशका प्रधानमन्त्री, राष्ट्रपति, प्रधानमन्त्री, राजा जो जान्छ त्यहाँ बकबक गर्ने के बकबक। यो यत्रो महासभालाई त्यहाँ 193 + 5 हैन +5। अब एउटा बकबक गर्छ, अरूले कहिले मोबाइलमा फेसबुक चलाउँछ, यहाँ संसद जस्तै कसैलाई जान्छु भन्छ, कसैलाई गर्छ, मतलब छैन। रेकर्ड गर्ने काम युएनको सचिवालयले गर्छ, त्यहाँ बकबक गर्ने हो कि आफ्नो कुरा राख्ने हो, कसैले सुन्छ कसैले सुन्दैन त्यस्तै है। त्यही बकबक गर्ने सिलसिलामा एउटा धेरै बकबक गरेका छन् एउटा मान्छेले, जसको नाम हो क्युबाको राष्ट्रपति फिडेल क्यास्ट्रो। के नाम हो? के भन्छ त? महासभामा बढी समय बोल्ने क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो हैन, 4 घण्टा 29 मिनेट बकबक गरेका थिए, बोलेका थिए। बकबक भन्नु भएन, बोलेका थिए भन्नु पर्यो। महासभामा धेरै बोल्ने व्यक्तिको नाम के हो भन्दाखेरि फिडेल क्यास्ट्रो है। क्युबा भनेको अमेरिका नजिकैको देश हो
तर क्युबामा कम्युनिस्ट शासन छ, रुसको भक्त हो, अनि त्यति बेला अमेरिकाले खुब गाली गरेको थियो है, खुब गाली गरेको थियो अमेरिकाको हिनाइहरूको प्रति। सबभन्दा कम बोल्ने भुटानका दावा छिरिङ जम्मा 30 सेकेन्ड अहिलेसम्मको रेकर्ड छ कि कम बोल्ने र बढी बोल्ने। इक्जाममा त्यही अहिले त के गर्छ, जानु पर्यो 30 सेकेन्ड 30 सेकेन्ड बोल्यो है, के बोल्यो अब सम्बोधन गर्नु पर्यो होला अलिकति हैन, त्यसपछि अब